नेपाल पर्वतहरूले घेरिएको एउटा स्वाभिमानी राष्ट्र जहाँ हामी स्वतन्त्र भएर बग्थ्यौं र ढुङ्गा पनि देशभक्त हुन्थ्यो। तर इतिहासको एउटा दिन यस्तो आयो जहाँ कलमको एक हस्ताक्षरले हाम्रो आकाश, हाम्रो माटो र हाम्रो अस्तित्व नै काटिएको थियो। त्यो हो सुगौली सन्धि। सन् 1914 भन्दा अघि नेपाल बिस्तारै आफ्नो सीमालाई फैलाउँदै थियो। पूर्व सिक्किमदेखि पश्चिम कुमाउँसम्म हाम्रो वीर गोर्खालीहरू हिमाल छिचोल्दै सिमाना कोर्दै थिए। तर विश्वको शक्तिशाली व्यापारिक कम्पनी ब्रिटिस इस्ट इन्डिया कम्पनी गंगाको किनारबाट आक्रोशमा थियो। गोर्खालीहरूको हिम्मतले उनीहरू डराएका थिए। त्यसैले सुरु भयो गोर्खा अंग्रेज युद्ध। झन्डै 2 वर्षसम्म चलेको युद्धपछि थाकेका थिए वीरहरू, चक्रमन्न थिए बन्दुकहरू, तर भित्रभित्रै च्यातिरहेका थिए नागरिकहरू। 2 मार्च 1816 भारतको सुगौली एक सन्धि हस्ताक्षर गरियो। नेपालले गुमायो दार्जिलिङ, सिक्किम, कुमाऊ, गढवाल र तराई उब्जाउ भूमि, जहाँ अन्न फल्थ्यो र आशा बाँच्थ्यो। यो केवल सन्धि थिएन, यो नेपालको हाँसो गुमाउने दिन थियो। धेरै वर्ष बितिसकेको छ, तर दार्जिलिङ कालापानी लिपुलेक आज पनि विवादको घाउ बनिरहेको छ। सुगौली सन्धि कुनै केवल इतिहासको अध्याय होइन, यो आजको चेतना हो जसले हामीलाई सम्झाइरहन्छ कि राष्ट्र केवल भूगोल होइन, आत्मा हो। तपाईलाई के लाग्छ? सुगौली सन्धि नेपालको लागि बाध्यता थियो कि धोका? कृपया आफ्नो विचार कमेन्टमा लेख्नुहोला। यस्ता जानकारीमूलक तथा गहिरा कथाहरूका लागि इन्फो नेपाल 360 लाई लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला। हस्, धन्यवाद।